सोचको आम्दानी हामी बढाउनेछौँ। बचत लगानी र वित्तीय भविष्य अबको पहिलो फाइलामा तपाईको सहभागिता। धरान शाखाले आफ्नो बचतकर्ता समूहलाई लक्षित गरी एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा 60 जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि धरान 1 का वडाध्यक्ष यज्ञमणि आचार्यले लघुवित्तले दिएको ऋणलाई सही रूपमा सदुपयोग गरी आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिनुभयो। साथै वित्तीय संस्थाहरूलाई दिगो रूपमा सञ्चालन गर्न बचतकर्ता र ऋणीहरूले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा उहाँको भनाइ थियो। सदुपयोग गर्नु भने राम्रो हुन्छ र कतिजनाले चाहिँ यस आराम गरेर पनि सक्नुहुन्छ, भोलि आफ्नै टाउकोमा आएको हुन्छ। तर यसको अहिले सुनिअनुसारको अहिलेसम्म चाहिँ राम्रो प्रगति भएको मैले थाहा पाएँ। यो शाखाहरू विस्तार गरेर जानुपर्ने छ र दिदीबहिनीहरूलाई सिपमूलक कार्यक्रम पनि सिकाइराख्नुपर्ने हुन्छ। त्यो सिपमूलक कार्यक्रम जुन सिकाउँछ त्यसको चाहिँ सदुपयोग गर्नुहोस् र तपाईँले आफूले जानेको आफूको वरिपरिको लाई पनि छिमेकीहरूलाई पनि सिकाइदिनु भने राम्रो हुन्छ। त्यस्तो गर्दै जानुभयो एउटा पैसाको सदुपयोग गर्नु भयो भने हामीलाई राम्रो पनि हुन्छ र यो संस्था पनि चल्छ। अहिलेसम्म संस्था चलेकै राम्रै लाग्यो, मलाई एकदम खुसी लाग्यो। सिकेर जानुहोस् र त्यो सिकेको चिज चाहिँ अरू आफ्ना संस्थाका कर्मचारीहरू सबैलाई राखेर त्यो सिकाइदिनुहोस्। त्यसपछि हिसाब पनि पारदर्शी हुन्छ। तपाईँको कतिजनालाई हिसाब थाहा नभए पनि शङ्का हुन्छ, त्यो शङ्का नगरिकन हिसाब पारदर्शी गरिदिनु भयो। तपाईँहरू त पैसा उठाउँदै हिँड्नुहुन्छ होला, कतिजना ऋण लिन खोज्छ होला, कतिले के गर्न खोज्छ होला, त्यो चाहिँ सबै घर परिवारमा पनि पारदर्शी देखाइदिनु भने राम्रो हुन्छ। र नेसनल लघुवित्तको चाहिँ उत्तर प्रयासको शुभकामना व्यक्त गर्दै र तपाईँहरूले अहिले फेरि जुन कार्यक्रम चलिरहेछ यसलाई राम्ररी मध्यनजर गरी यसको सफलताको शुभकामना व्यक्त। नेशनल लघुवित्त वित्तीय संस्था धरानका अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्माका अनुसार हाल चुनौतीपूर्ण अवस्थामा पनि लघुवित्त संस्थाहरूले ग्रामीण महिलाहरू र साना उद्यमीहरूको उद्यमशीलता विकासमा ठूलो भूमिका खेलेको बताउनुभयो। साथै सहभागीहरूलाई बचतको महत्व, कर्जा व्यवस्थापन, वित्तीय अनुशासन तथा डिजिटल बैंकिङ सुविधाहरू सम्बन्धी योजनाहरूको बारेमा जानकारी गराउनुभयो। त्यो बालबच्चालाई तपाईँहरूले फोकस गर्नुहोस्। किन भन्दाखेरि हामीले कमाउने भनेकै त्यही आउने पिँढीको लागि हो नि त, त्यही छोराछोरीको लागि हो नि। त्यस कारणले तपाईँहरूले यदि बालबच्चा खोल्नु भएको छैन भने सबैले खोल्नुहोस् बालबच्चा। तपाईँहरूले यहाँ चाहिँ एकमुष्ट तिर्न पनि पर्दैन, त्यो किस्ताबन्दी रूपमा तिर्ने हो होइन, त्यो धेरै महँगो ब्याज पनि छैन। अनि दैनिक गर्नुपर्ने अनि बचत चाहिँ केको लागि, डिपोजिटको लागि गर्नुपर्ने हो कि या तपाईँहरूले त्यो किस्ता नै धेरै भएको हुनाले किस्ता पनि दैनिक रूपमा आइदिएदेखि हुन्छ भन्नुभयो होला होइन। किस्तामा अब अहिले हाम्रो दैनिक बचत चाहिँ हामी गरिरहेका छौँ, तर त्यो चाहिँ अब कतिपय सदस्यहरूलाई अप्ठ्यारो भएको अवस्थामा चाहिँ हामीले दैनिक बचत गरिरहेका छौँ है। यहाँ पनि सुरु गरिसकेको छ। अब यसलाई कसरी हामी चाहिँ दैनिक बचतमा तपाईँहरूसँग पनि चाहिँ लिन सक्छौँ। अब यी सेवाहरू भन्ने हाम्रो चाहिँ त्यो एप्सहरू सञ्चालनमा आइसकेको छ। त्यहाँ क्युआर सेवाबाट तपाईँ के अरे त्यो यी सेवा पनि क्युआरले तपाईँहरूले पठाइसक्नुहुन्छ। हाम्रो चाहिँ जस्तै यो धरान ब्रान्चले चाहिँ उहाँहरूको आफ्नो ब्याङ्कमा चाहिँ होइन खाता छ, त्यो खाताको क्युआर चाहिँ उहाँहरूले ल्याउनु भएको छ होइन। त्यहाँबाट तपाईँहरूले सिधै त्यो चाहिँ हाम्रो अफिसियल खातामै जम्मा गरिदिन सक्नुहुन्छ। कति सेवाहरू चाहिँ आएको छ होइन, कतिमा पनि क्युआरहरू छ, त्यहाँबाट तपाईँहरूले क्युआर गर्न सक्नुहुन्छ। हामी चाहिँ यो मोबाइल ब्याङ्किङको लागि पनि प्रयास गर्छौँ। त्यो आयो भने तपाईँहरूले सबै समस्याहरू लगभग हट्छ क्युआरहरू होइन। त्यो डाइरेक्ट तपाईँले त्यहाँबाट त्यो अप्सन गराउन सक्नुहुन्छ। त्यही खाताबाट तपाईँहरूले चाहिँ अर्को चाहिँ ब्याङ्कलाई पनि ट्रान्सफर गर्न सक्नुहुन्छ। सेवा शुल्कको चाहिँ बढी काट्ने भने पहिला चाहिँ लगभग 1.5% काट्थ्यो सेवा शुल्क होइन, अहिले अलि अझै कम भएको छ। अब त्यो हेर्दै जान्छ भने कसरी हुन्छ तपाईँको
घटाइदिरहेछ है। पहिला त हामी बढी गएको थियौँ, अहिले यो सेवा सुरु कम छ। कार्यक्रममा धरान शाखाका शाखा प्रबन्धक पूजा चुडालले सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचतको महत्व, कर्जा व्यवस्थापन तथा वित्तीय अनुशासन बारे यसरी प्रशिक्षण प्रदान गर्नुभयो। बचत गर्दाको फाइदा चाहिँ सुरक्षा हुन्छ पहिलो बचतको, दोस्रो भनेको कानुनी मान्यता पाउनु हो, तेस्रो भनेको ब्याज पाउनु हुन्छ, अनि अर्को भनेको भुक्तानीमा सुविधा हुन्छ। अब सानो बचतले भविष्यमा ठुलो काम गर्न सक्छ भन्ने कुरामा विश्वासै छैन। 100 रुपियाँ त हो, के गर्नु के हुन्छ होइन, त्यो एउटा समस्या हो। दोस्रो भनेको आफ्नो आम्दानीबाट पनि बचत गर्न सकिन्छ भन्ने विश्वास नहुनु, तपाईँहरूको पकेट मनी पनि बचत गर्न सक्छु भन्ने तपाईँहरूलाई छैन क्या। अब यो बल्ल चाहिँ यति हुन्छ खर्च गर्नै पर्यो होइन, त्यो धेरै सङ्घ संस्थाले, धेरै यस्तो सरकारवाला निकायहरूले वित्तीय साक्षरतालाई जोड दिनु भनेको चाहिँ तपाईँले हामी ट्र्याकबाट बाहिर जाँदैछौँ, हामी ट्र्याक छोडिसक्यौँ भन्ने कुराले नै हो। अनि अर्को भनेको अति आवश्यक खर्च गर्न पनि नपुग्ने आम्दानी छ। अब हामीले आफ्नो बजेट आफ्नै पैसा पुगिराखेको हुँदैन क्या, कहाँबाट बचत होइन। अनि बचत कसरी गर्ने र बचतबाट के फाइदा हुन्छ भन्ने थाहा नहुनु पनि। अर्को भनेको दुःख गरेर बचत गरे पनि अर्काले खाइदिन्छ, किन बचत गर्नु। सम्ममा पैसा राख्यो, उता साथीले जुन चाहिँ किस्ता त हाल्नु पर्यो, साथी त अब छोड्दैन होइन। तर अब तपाईँको पैसा तपाईँको मन्जुरी पेपर सहिलेका निस्किँदैन, त्यसमा तपाईँ ढुकाउनुहोस्। हुँदासम्म पुराना सामानहरू मर्मत गरेर प्रयोग गर्ने, नयाँ सामानमा धेरै पैसा खर्च नगर्ने कतिजना एग्री हुनुहुन्छ। अनि सरल र सादा जीवनयापनमा जोड्ने, सरल अरूले त्यसरी गरेर प्रडक्ट भडकमा नराख्ने, देखा सिकी नगर्ने। अनि यो चाहिँ पहिला हुन्थ्यो अरे क्या। अब दिदीहरूलाई थाहा छ होला, दिदीहरूको आमाहरूले, अब हाम्रो आमाहरूले त झिकेन। भात पकाउने बेलामा एक मुठी हो त मुठी झिक्थ्यो अरे क्या पहिला। तपाईँहरूको चाहिँ आमाहरूले झिक्नुभयो, अहिले पनि झिक्नुहुन्छ। त्यो दिन पनि घरको मान्छे पुरा आउँथ्यो नि। त्यो एक मुठी चामलले चाहिँ 4-5 दिन पछाडि खान पनि पुग्ला क्या। मभन्दा सादा र स्वास्थ्यकर खाना खाने, बजारका तरकारी खानेकुरो किन्न भन्दा घरमा नै बनाई खाने बानी गर्ने। आजको सानो बचतले भविष्यमा ठुलो समस्या टार्न सक्छ भन्ने विश्वास राख्नुहोस् अनि बचत गर्न सुरु गर्नुहोस्। आम्दानीको वैकल्पिक उपायहरू खोज्नु। तपाईँ एउटै आम्दानीमा मात्रै, श्रीमानको आम्दानीमा मात्रै भर पनि नपरोस्। अर्को कुनै सानो अर्को व्यवसाय गर्दा तपाईँलाई सपोर्ट हुन्छ भने त्यता पनि लाग्नु होला। बचतको योजना र बजेट बनाउने, सामान किन्दा सकेसम्म सस्तो पसल नगर किन्नुहोस्। ब्रान्ड भनेर टाल्ने मात्रै हुने केही होइन है। अनि चाडपर्वहरूमा देखासेकी तडक भडक नगर्ने, खर्च घटाउने र बचत गर्ने। आफ्नो आम्दानीको केही पैसा बचतको लागि खर्च गर्नुभन्दा पहिले नै छुट्याइहाल्ने। काममा व्यस्त भइरहने, जसबाट अनावश्यक खर्च हटाउन मद्दत हुन्छ। दिनभरि व्यस्त हुन्छ, एक कप चिया खाने भएर छैन भने मोमो त बचत होइन। अनि ऋण भएमा जति सक्दो छिटो ऋण तिर्ने र बचत बढाउने। आवश्यकताहरू बढ्दै देखासेकी बढ्दै गइरहेको छ भन्ने कुरा हो। सुन बढेकोमा फेरि देखासेकी गर्नुलाई बिहामा सुनै दिनुपर्ने चलन आएको छ। अनि अब फेरि यो गिफ्ट दिन पनि आउँछ जस्तो क्या। तर कुराकै प्रचारको छ। अब पैसा कमाउने मात्रै होइन, पैसा कमाउनु ठुलो कुरा भएन, बचाउनु ठुलो कुरा हो। पहिले बचाऊ, पहिले सिक, बचाऊ, अनि त्यहाँबाट फेरि आम्दानी गर। तिमी आफूलाई जसरी माया गर्छौ, पैसा तिमीले कमाएको पैसालाई पनि माया गर्यो भने मात्रै तिमीलाई काम लाग्छ। गोजीमा पैसा छ भने मात्रै आफ्नो हो नि त होइन। साथीलाई बचाउँदा फिर्ता लिन फेरि बापै गर्ने नभए त आउँदैन बाटो ढुकाढुक। त्यही पनि सम्बन्धै बिग्रिन्छ। तर पनि पैसाको आजै बेसी व्यवस्थापन गरेर तपाईँले प्लान गर्नु भएन भने चाहिँ तपाईँको भविष्य पनि कहाँ पुग्ने भन्ने कुरा हुँदैन। जहिले यही कोठामा मात्रै हुन्छ। तिम्रो पैसा बचाऊ अनि तिम्रो पैसालाई के अरे भविष्यलाई सेक्युर गर। ग्लोबल विक पनि मनाइयो, वित्तीय रूपमा साक्षर पनि भयो। अब समस्या बचत कहाँ गर्यो, पैसा पनि कमायो हामी।
घरमा गर्दा के हुन्छ भन्ने कुरा भन्दैछु ल। बचत गर्न सजिलो हुन्छ अनि खर्च गर्न पनि सजिलो हुन्छ घरमा गर्दा। अब यो घरमा गर्दाको व्यक्तिले पनि भनिदिन्छु तपाईँलाई ब्याज आउँदैन, चोरी हुनसक्छ अनि अनावश्यक खर्च हुने सम्भावना हुन्छ। पैसा भइ तपाईँ त्यहाँ के अरे सक्नुहुन्छ। साना कृषि क्षेत्रमा लगानी गर्ने हामी अब घरमा मात्रै बसेको छौँ भने पनि अब अहिले चाहिँ अनलाइन व्यापार हुन्छ होइन। अब यो अहिले फेरि धेरै ट्रेन्डमा पनि चलेको छ यो हस्तकला अनि यो साना तथा घरेलु उद्योगहरू, त्यसमा पनि तपाईँहरूले चाहिँ व्यवसाय गरेर ऋण लिँदा के उद्देश्यको लागि लिने त्यो उद्देश्यमा अनि लिएको ऋण सही सदुपयोग गर्ने, जेको लागि लिएको छ त्यसैमा मात्रै लगाउनु। ऋण लिएर फजुल खर्च नगर्ने, कमाइ खर्च र बचतमा ध्यान दिने, दिनदिनै बचत गर्ने बानी बसाल्ने, लिएको कर्जा समयमा किस्ता साथै बचत गर्ने, आफूले बचत गरेको र साथीहरूलाई पनि बचत गर्न प्रोत्साहन गर्न सिकाउने, अनावश्यकका साधन तथा कपडा नलिने र ऋण लिएको रकम साथीभाइलाई पनि नदिने, सफल बचतकर्ता र ऋणीको परिचय दिन समाजमा असल व्यक्ति र सफल व्यक्ति बन्ने उद्देश्य लिने, कर्जालाई दुरुपयोग नगर्ने, ससाना व्यवसाय सुरुवात गर्ने, आफूलाई चाहिएको जति मात्र कर्जा लिने, कर्जा लिएको रकमलाई हस्तकला औजारहरू बनाउने जस्तै कृषि क्षेत्रमा लगानी गर्ने, घर खर्च गर्दाखेरि आफूलाई चाहिने मात्र खर्च गर्ने, किस्ता समयमा बुझाउने, किस्तामा झैझगडा नगर्ने, किस्तामा साथीहरूको पैसा नपुगेमा मिलेर तिर्ने, आफू स्वयं जिम्मेवारी हुने, समयमा ढिलो उपस्थित भएर बहाना नगर्ने, समयमा ढिलो आएमा फाइन तिर्ने। बच्चाहरूलाई दिने रकमलाई चाहिँ घरबाट नै आफैले खाजा बनाएर टिफिन हालिदिने, त्यहाँबाट पनि केही रकम बचत गर्न सक्नुहुन्छ भनेर है। ममतामा दोकान ठुल्ठुलामा बस्छ है, बेचरानीमा संस्थाबाट होइन पैसा ऋण लिएर होइन होटेल व्यवसाय गरेको छु। यस संस्थाबाट पैसा लिएर चाहिँ अब यो संस्थाबाट यस्तो पैसाहरू दिँदा चाहिँ एकदम राम्रो भएको छ। अब हामीले कुनै पनि व्यक्तिसँग 50,000 मात्रै लिनु पऱ्यो भने म तपाईँलाई 5,000 गर्दै मैले पछि दिन्छु ल भन्दा त मान्दैन होइन। यस संस्थामा आएर चाहिँ हामीलाई अब बचत पनि हुन्छ र साथै अब त्यसमा 1-2 हजार थप्दाखेरि चाहिँ हाम्रो साउ ब्याजै कटिन्छ। मेन कुरो त के हो भने आफूले आफ्नो घाँटी हेरेर हात लिनुपर्छ। जस्तै अब मेरो एउटा पसल छ भने म यति लगानी गर्दा चाहिँ यति मैले यहाँबाट फेरि बुक गरेर म चाहिँ अब के अरे अब म दिन सक्छु भनेर हामीले निकाल्नुपर्छ। अब के अरे कसैले चाहिँ अब केही दोकानहरू नभइकन केही नभइकन चाहिँ अब के अरे ऋण दिनुहुन्छ र अर्को ठाउँमा सदुपयोग गर्नुहुन्छ र उहाँहरूले अब कति गर्दाखेरि अब के अरे घर परिवारहरूसँग सल्लाह नगरिकन लिनुहुन्छ। त्यस्तोहरू चाहिँ गर्ने काम नगर्नु होला र अब कुनै पनि अब आफूले जे व्यवसाय गर्नुभएको छ त्यसको लागि माग्नुभएको छ भने त्यसकै लागि लगानी गर्नु होला। र यसमा चाहिँ अब मेरो चाहिँ अहिले के अरे धरान 2मा के होटल छ मार्सी किचन, मैले पनि सानोबाट सुरु गरेको। यस संस्थाबाट पैसा लिँदै गर्दै अहिले के अरे यस संस्थाबाट चाहिँ मलाई चाहिँ धेरै राम्रो भएको छ। त्यही अब त्यही पैसाहरू लिएर चाहिँ 7 लाख पैसा लिएर चाहिँ अब के अरे दोकान होटललाई नै डेकोरेसन गरेँ। अहिले अब मेरो चाहिँ मार्सी किचन छ धरान 2मा। हामी पैसा लिन्छौँ कसरी सदुपयोग गर्छौँ हामीलाई कति सजिलो छ, बाहिर पैसा लिँदा कति गाह्रो छ। जस्तै अब कोही धरानमा सस्तो ब्याज भनेको पनि 5, 3, 7 भनेको पनि सुन्छु मान्छेसँग। स्वयं मैले मान्छेसँग 1-2 लाख रुपियाँ लिएको छु। जोसँग 2 लाख रुपियाँ लिएँ मैले महिनाको 6,000 बुझाउँथेँ। जुन यो संस्थाबाट 2 लाख लिए 6,000 बाई 2,000 थप्दाखेरि वर्षमा साउ ब्याजै सिद्धिएको हुन्छ यता होइन। हामीलाई यो सुविधा छ। सम्मले अब जानेर गर्दा धेरै कुरा यसबाट चाहिँ मलाई सुविधै लाग्छ होइन। अब यसको खर्चै अलिकति बचायौँ, केही पसलबाट अलिअलि थोपा राख्दा पनि हामीलाई किस्ता तिर्न सजिलो छ। मान्छेलाई चाहिँ थोपा जम्मा गऱ्यो ब्याज मात्रै पुगिरहेको हुन्छ, साउ त घटाउन सक्दैन। यता त साउ ब्याजै घट्छ। जे होस् किस्ता लिएर आउँदा हामीले 2-4 रुपियाँ बचत गरेको त्यो पनि चाहिएको बेलामा फेरि किस्ता नपुग्दा हाल्न पाइन्छ। जुन एउटा पेन्सन भनेर खोज्छौँ हामी, एउटा ब्याङ्कमा त हामी 500 लिएर ठुलो ब्याङ्कमा राख्दैन।
पेन्सन त जसरी बचत त जसरी राख्नुपर्छ भन्ने उद्देश्य हुन्छ। किस्ता लिएर आउँदाखेरि हामीले तानतुन पारेर ल्याएको हुन्छ। पछि हाम्रो एकमुष्ट भएर जुन पेन्सन आउँछ त्यो पनि हामीलाई एउटा काम दिन्छ। अब हामीसँग 500 रुपियाँ छ, हामी ब्याङ्क त राख्न आउन सक्दैन। यहाँ त हामीलाई महिनामा एकचोटि भेट हुन्छ, दिदीबहिनीबाट सरसल्लाह पनि हुन्छ होइन, सहयोग पनि हुन्छ। मैले त यहाँबाट पैसा लिएर यसो पो गरेँ, यति पो बनाएँ भनेपछि आफूलाई पनि त्यो बाटो देखिन्छ, जानिन्छ। अब राम्ररी पछि अब एक गति किस्ता छ, मैले यसरी जोगाउनुपर्छ, लानुपर्छ। तर अब हामीले जानेनौँ, संस्थाको पैसा लिएर कता किन्न गयौँ, घुम्न गयौँ भनेर त्यसले आम्दानी दिँदैन। 1-2 किस्ता त घरमा रोइ कराइ गरेर मागिन्छ, चलाइन्छ, तिरिन्छ होइन। त्यस पछाडि त्यो पैसा कहाँ लगिस् त, कसरी मैले 12 महिनासम्म तेरो तिर्ने भनेर घरबाट भनाइ पनि खाइन्छ। तर अब जसले पनि पैसा निकालिन्छ, केही लगानी गरौँ, पसलै गरौँ भएन। अब मैले त सुरुवात पैसा निकालेर जोगबनीबाट सामान ल्याएर पनि जे होस् संस्थाको पैसा तिरेर पनि 2-4 पैसा आएको छ। त्यस यो कार्यक्रममा सहभागीहरूको वित्तीय ज्ञान बढाउने, सही तरिकाले बचत र लगानी गर्ने तथा ऋणको सदुपयोग गर्न सिकाउने उद्देश्यले आयोजना गरिएको हो। यसरी नेशनल लघुवित्त वित्तीय संस्था धरान शाखाले वित्तीय साक्षरता प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। वित्तीय भविष्य सुरक्षित राख्न तपाईँ पनि आजै सही वित्तीय निर्णय लिनुहोस्। यदि यो जानकारी तपाईलाई उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस्। नयाँ भिडियोहरू हेर्न बेल आइकन थिच्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।